हेलो गाइस, आज चाहिँ बहिनीको बर्थडे हो भनेर यादै छ होइन। गिफ्ट चाहिँ यहाँ छ है, गिफ्ट चाहिँ के छ होइन। अनि अब चाहिँ हामी गएको यहाँ बहिनी पनि आइरहेको छ। सेवारो ऊ बर्थडे गर्लको आमा यहाँ रहेछ। बोजू है भनिदिनु न। बोजू गस्तीको त्यो 1500 को प्यान्ट पेकिङ गरेर ल्याइ बोजू है भनिदिनु न। हेलो गाइस भनिदिनु न। गाइस बर्थडे गर्ल चाहिँ अन्त हेलो भनिदिनु। ए बर्थडे गर्ल त देखेको छैन रहेछ। बर्थडे गर्ल त यहाँ रहेछ। ह्याप्पी बर्थडे। यी डेकोरेसन हेर्नु सक्नुहुन्छ है। सानो सेलिब्रेसन गरेको केक चाहिँ यहाँ छ। यहाँनिर छ ब्युटी क्विन चाहिँ। हामी पनि अब यहीँ छ। यहाँनिर हेर्नु गिफ्ट दुवटा दुवटा बोकेर आएको छ गाइज। हामी चाहिँ धनी। यो चाहिँ धनी हो, म चाहिँ गरिब हो। सानो छ सक्दिनँ नि त। छैन पैसा भनेको नि मैले अस्ति। त्यही हो प्लास्टिक कभर टिपेर ल्याएको त भन्दिनँ ल गाइस। गर्नुहोस् होला। To you, happy birthday to you, happy birthday dear Sita, happy birthday to you. May God bless you. Happy birthday dear Nikita, happy birthday to you. साथीहरू, हाम्रोमा चाहिँ बिहा बर्थडे पार्टी जेसुकै होस् है, सानो गरौँ भन्दा पनि ठुलो भइहाल्छ है। अनि यहाँनिर चाहिँ बहिनीलाई बोजूले केक खुवाएर टिका लगाइदिनु हुँदै थियो है। हाम्रो बोजूले चाहिँ केक खानु हुँदैन भनेर मैले हरेक भिडियोमा भनिरहेको छु है। अनि यहाँनिर चाहिँ नातिनीलाई खुट्टा ढोकेर बोजूले आशीर्वाद दिनु हुँदै थियो है। हेर्नु सक्नुहुन्छ हजुरहरूले। अनि त्यसपछि चाहिँ बहिनीले यहाँ काकालाई केक खुवाइदिँदै थियो है। अनि हाम्रो फ्यामिलीहरू पनि आधी चाहिँ आएको थियो, आधी चाहिँ आएको थिएन, काम गर्दै थियो होइन। यहाँ भाइले मलाई पनि देखाउनु न भन्दै थियो होइन। अनि मैले चाहिँ चोर भन्दै जिस्काउँदै थिएँ भाइलाई है। ले चाहिँ बहिनीलाई केक नखुवाइकन आफू खानुभयो नि त, त्यही भएर सबैजनाले जिस्काउँदै थियो है। एकछिन भए पनि रमाइलो भयो। अनि त्यसपछि चाहिँ यहाँनिर खदा लगाएर काका र काकीले गिफ्ट दिनुभयो है बहिनीलाई। अनि मेरो चाहिँ काका र काकी, बहिनीको चाहिँ मम्मी बाबा है साथीहरू। अनि यहाँनिर मामले पनि त्यस्तै गर्नुभएछ है। केक खाएर चाहिँ त्यसले टिका लगाइदिनु भएछ होइन। त्यसमा पनि एकछिन रमाइलो भयो है। अनि त्यसपछि चाहिँ यहाँनिर दिदीलाई केक खुवाइदिएर है, दिदीले टिका लगाएर बहिनीलाई पैसा दिँदै थियो है। उहाँ पनि ब्लगर हुनुहुन्छ है। उहाँलाई पनि सपोर्ट गर्नुहोस् होला हजुरहरूले होइन। जानु काकेसी भ्लग छ है। अनि त्यसपछि चाहिँ यहाँनिर मैले पनि बहिनीलाई केक खुवाइदिएर है, खदासदा लगाएर गिफ्ट दिएँ है। बहिनी एकदमै खुसी भइरहेको थियो, थ्याङ्क यू भनिरहेको थियो होइन। अन्त केक चाहिँ ठुलोदेखि सानो सानोलाई खुवाउँदै थियो नि त। अन्त त्यही भएर चाहिँ यहाँनिर पालि पिलो चल्दै थिएन। अनि बहिनीलाई पनि खुवाइदियो है। अन्त यहाँनिर अर्को बहिनी होइन। अनि रमाइलो नै भयो। अनि यहाँ बहिनीले पनि खदासदा लगाएर गिफ्ट दियो है। अनि यो गिफ्टमा चाहिँ के भन्छ के छ भनेर हजुरहरूले नै हेर्नु सक्नुहुन्छ है। यस्तो डरलाग्दो प्र्याङ्क गरेको थियो यो गिफ्टमा चाहिँ बहिनीले होइन। अर्को चाहिँ रियल थियो, यो चाहिँ प्र्याङ्क थियो होइन। यसमा चाहिँ के लेखेको छ साथीहरू हेर्नु सक्नुहुन्छ है। हजुरहरूलाई पनि मैले देखाइदिएको छु होइन। अब बर्थडे सक्यो सुत्लस भनेर लेखेको थियो बहिनीले चाहिँ होइन। हामी चाहिँ सबैजना फ्यामिली नै थियौँ है। बहिनी चाहिँ पुरा लजाइरहेको थियो, केक खाएर गइहाल्यो है। अन्त साथीहरू गिफ्ट अनबक्सिङ भिडियो चाहिँ यस्तो फन्नी भएको छ कि हजुरहरूले त्यो भिडियो चाहिँ मिस नगर्नुहोस् होला है। म चाहिँ यही भन्नु चाहन्छु। त्यस्तै गर्दै सबैलाई केक खुवाइदिएँ। हाम्रो यहाँ छोटा डन हेर्नु सक्नुहुन्छ है। पनि लामो भयो है। हामीले रमाइलो पनि धेरै गऱ्यौँ है। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्छ, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है। फेरि भेट्ने छु अर्को भ्लगमा। अहिलेको लागि चाहिँ बाइ बाइ।